यो चाहिँ पुत्काको मह काटेको र यो डोरबाट चाहिँ आज मैले पुत्काको मह काट्दैछु। यसमा देख्न सक्नुहुन्छ यसको मैले माथिको खोल्दैछु र यो चाहिँ पुरा मैनले टालेको हुन्छ यिनीहरूले र यो चाहिँ मैले खुकुरीको सहायताले निकाल्दैछु। यो मैन चाहिँ पुरा यिनीहरूको टालिएको छ। यो हटाएपछि मात्रै हामीले यसको भित्रको देख्छ। यो एकदम मजबुत हुन्छ, केही कुरा पस्न सक्दैन यो भित्र। र यसलाई मैले निकालिसकेँ अब। र यो मह चाहिँ यसरी निकाल्नुपर्छ पुत्काको। र यो पुत्काको मह चाहिँ हामीले सिङ्काको सहायताले निकाल्यो भने अति सजिलो हुन्छ, किनभने यसको महको जुन चाहिँ हनी पट हुन्छ त्यो अलिक महौरीको भन्दा डिफ्रेन्ट हुन्छ र चाहिँ यसलाई मैले सिङ्काको सहायताले निकाल्दैछु। मह चुहेको देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ स्टिङलेस बी पुत्काको मह हो, जुन चाहिँ मैले हार्भेस्ट गर्दैछु। र यो निकाल्दाखेरि सिङ्काले निकाल्यो भने चाहिँ अलिक सजिलो हुन्छ। अरू पनि टेक्निक होला, तर म चाहिँ सिङ्काले नै निकाल्छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो कुट निस्किँदैछ, मह चुन्दैछ। यहाँ यो चाहिँ चुन्दै गरेको चाहिँ मह हो, 100% अर्ग्यानिक। यो महको धारा बग्दैछ र यसमा चाहिँ कुट छान्नुपर्छ हामीले। कुट भएको चाहिँ त्यति राम्रो होइन र चाहिँ मह मात्रै भएको